जुन श्रीमतीलाई घरमा दबाएर राख्ने पुरुषहरू हुनुहुन्छ नि, उहाँहरूले मैले त खाना दिएको छु, लाउन दिएको छु, तँलाई अरू के चाहियो र भन्नुहुन्छ नि। चाहिएको खाना लाउन होइन क्या, खाना लाउन त माइतमा पनि प्रशस्त थियो। पुलपुल लिएर बाबुकी प्यारी छोरी, आमाकी प्यारी छोरी भएर बसेकी हुन्थिन् माइतमा, सबैको प्यारी भएर बसेकी हुन्थिन्। जब घृणित हुन थालिन् तब श्रीमानको घरमा आएर मात्रै हो क्या, बुझ्नु भएन? खाना लाउन त तपाईँको घरमा के छ र? माइतमा त्यति खाएर यस आराम गरेर डुलेर घुमेर बसेकी थिइन्, सुखमा हुर्केकी थिइन्। दुःख त तपाईँको घरमा आएर भइरहेको छ अहिले। एउटा श्रीमती भन्ने बित्तिकै दबाउन नखोज्नुहोस्, बुझ्नु भएन? श्रीमती पनि कसैको छोरी हो, भोलि आफ्ना पनि छोरी हुन्छन्, बिहे गरेर दिन पर्छ। दुःख पर्दाखेरि आफूलाई पनि मन दुख्छ, त्यो सम्झिनुपर्छ मान्छेले। श्रीमती भनेको एउटा घरकी देवी हुन्, लक्ष्मी हुन्। पुज्न सके देवी, पुज्न नसके भोलि कालीको रूप धारण गर्ने भने तपाईँले सहन सक्नुहुन्न। तपाईँको घर तहस नहस हुन्छ। त्यसैले देवीलाई पूजा गर्न सिक्नुहोस्, तुच्छ वचन होइन, प्रेम गर्न सिक्नुहोस्।